बैंकिङ प्रणाली बुझ्नुभन्दा पहिला केन्द्रीय बैंकै के हो, केन्द्रीय बैंकै के हो भन्ने बुझ्नुपर्छ। सेन्ट्रल बैंक के हो त? सेन्ट्रल बैंक के हो भन्दाखेरि कुनै पनि देशको र कुनै पनि सरकारको एउटा बैंक हो र त्यो केन्द्रीय बैंकले त्यो देशको चाहिँ मुद्रा निष्कासन गर्ने काम गर्छ। त्यो देशको करेन्सी जुन करेन्सी हुन्छ त्यो निष्कासन गर्ने काम गर्छ भनेदेखि अर्को चाहिँ त्यो देशमा भएका बैंक तथा वित्तीय संस्थाहरूको नियमन गर्ने काम गर्छ। अर्को चाहिँ कुनै पनि सरकारले वार्षिक रूपमा आर्थिक कार्यक्रमहरू ल्याउँछ, बजेट ल्याउँछ र आर्थिक कार्यक्रमहरूलाई सहयोग गर्नको लागि चाहिँ मौद्रिक नीति अथवा मोनिटरी पोलिसी युज गरेर मोनिटरी पोलिसी सरकारको बजेटसँग तादात्म्यता मिल्ने गरेर सरकारको आर्थिक उद्देश्य, सरकारको आर्थिक विकासको उद्देश्यहरूसँग मिल्दोजुल्दो र त्यसलाई सहयोग पुग्ने गरेर मौद्रिक नीति ल्याउनु पनि केन्द्रीय बैंकको उद्देश्य हो।